आज चाहिँ म विराटनगरको महेन्द्र चोकनेरि भएको ओरोडेन्टलमा आएको छु, जुन मैले ब्रेसेस लगाएको थिएँ 2.5 वर्ष राखेर फाइनली आज मेरो ब्रेसेस निकाल्नु भयो। अहिले भर्खर निकालेको चाहिँ यहाँ ब्रेसेस निकालेको हेर्न सक्नुहुन्छ हजुरहरूले। पहिला बल्ल 2.5 वर्षपछि मेरो दाँत आज पुरै फेस एकदम हल्का लाग्दैछ होइन। म धेरै खुसी छु। उहाँ दाइले गरिदिनु भएको रहेछ, राम्रो गरिदिनु भएको छ होइन। फेरि पनि अब अझै राम्रो होस्, फेरि आउनु नपरोस् होइन, त्यही आश गर्दैछु हजुरहरूसँग। राम्रो छ, तपाईँहरू पनि आउन सक्नुहुन्छ। उहाँ यसमा चाहिँ तपाईँको दाँतको कुनै पनि समस्या छ भने ओरोडेन्टल क्लिनिकलाई सम्झिनु होला। विराटनगरको महेन्द्र चोक छेउमै छ, जस्ट अपोजिट साइड होइन। म त धेरै खुसी भएँ। तपाईँहरू केही भन्न चाहनुहुन्छ दाइ? ह्याप्पी हुनुहुन्छ? हजुर, म धेरै खुसी छु, सेटिस्फाइड छु। खुसी, हाम्रो पनि खुसी। जो सबैले कन्टिन्युअस फलोअप दिएर आज हामीले सी इज अफ द ब्रेसेस विथ हर नेचुरल प्रिटी स्माइल। वी विश हर गुड लक। थ्याङ्क यू सो मच दाई, थ्याङ्क यू सिस्टर। अब फेरि अब भेटघाट गर्न आउँछु, तपाईँहरू पनि आउनु होला होइन, केही पऱ्यो भने। थ्याङ्क यू सो मच ओरोडेन्टल, बाई बाई।